अब हामी उकालो चढ्दैछौँ। गाह्रो छ, यस्तो दामी ठाउँ छ, हामी चढ्दैछौँ। पछाडि उहाँहरू गइसक्नु भएको छ भने अब पछि पछि हामी लाग्दैछौँ। पुरै आँखा त पुरै थाकेको जस्तो भयो। पुरै हाम्रो पछाडि रेवजी हुनुहुन्छ। कस्तो भयो उकालो चढ्दा? उकालो चढ्दा ठिकै छ, धेरै पछाडि पुरा साह्रो उकालो चढ्दैछौँ हामी। दामी छ नि हो। कुन ठाउँ अरे यो भकुन्दे बेसी सर, भकुन्दे बेसी भएर यो ल्यासे भन्ने ठाउँ हो। ल्यासे यो चाहिँ पुरै यो बस्ती चाहिँ तामाङ बस्तीको बस्ती हो। हामी आज तामाङ बस्तीभित्र छौँ। रमाइलो छ यस्तो चर्को घाममा डाँडो उक्लिँदाखेरिको मजा नै बेग्लै। काठमाडौँमा मात्र बसेर कति बस्नु, कहिलेकाहीँ काठमाडौँमा अरू चाहिँ होइन बिहान बिहान मर्निङ वाक जान्छन्। हामी चाहिँ यस्तो तन्तलापुर घाममा यो ल्यासेको ठाउँमा चाहिँ डाँडो चढ्दैछौँ हामी। अनि हामी स्वस्थ निरोगी हामी बन्छौँ जस्तो लाग्छ, रोग नलागे। अब अरू निरोगी बन्नको लागि मर्निङ वाक हिँड्छन्, अब हामी चाहिँ बिहानदेखि उकालो चढेछौँ। अनि थाकेर रोग नलाग्यो भने चाहिँ हामी पनि निरोगीमै पर्छौँ। लाग्यो भने यस्तै हो। उहाँ थाकेर यसरी बस्नु भएको छ, पुरा अनुहार दरिसक्यो होइन हामीले। यो चाहिँ कागती, हामीले रोपेको कागती हो। अब यो कागती फलेको चाहिँ छैन। अब यो पालि यो वर्षदेखि यो कागती फल्छ। त्यसपछि त माल कागती बेचेर साउ यस्तो सामान बोकेर आएछ कागती यो खोल्चा खन्नको लागि। अब हामी कागती साउ हुने भयो, कागती बेच्नुपर्छ। यसले कागती काठमाडौँमा एकदम महँगो छ अरे। अब यो कागती फल्ने 1 वर्ष जस्तो लाग्छ। 1 वर्ष पछाडि यो कागतीबाट मनङ्गे आम्दानी हुन्छ। यता खन्नलाई रेडी बनाइरहेका छौँ। त्यहाँ कुटो त्यहाँ रहेछ। यो धेरै पछिको मेहनत पछिको यो जुन बिरुवा हुर्किएको छ एकदम खुसी लागिरहेछ। यसरी नै बिरुवा चाहिँ स्याहार्नुपर्छ। अब यो कागती फलेपछि हामी कागती साउ, अनि म पनि कागतीको साउ हुन्छु। कागती बेच्नुपर्छ। ल भन्नुहोस् है, कसलाई कागती चाहिन्छ? अब कागती लिन आउँदा हुन्छ, हामीसँग सम्पर्क गर्दा हुन्छ। कागती टन्नै रोपेका छौँ, कागती फल्नेवालामा छ, फुल फुलिसकेको छ। कुनै कुनै चाहिँ यो 12 मासे रहेछ, 12 काल फल्ने कागती रहेछ। अब हामीसँग भएको भनेको पाउलनियाको रुख, एभोगाडो, बुद्धचित्त, कागती कसैलाई चाहिन्छ भने अब हामीलाई सम्पर्क गर्दा हुन्छ। तर अहिले होइन, 1 वर्ष पछाडि। 1 वर्ष पछाडि चाहिँ लतरामै कागती फल्छ। अनि यहाँ यो गोडमेल भयो छ, यहाँ अलिकति तेरो परेको छर्के परेछ। अब कागती व्यवसाय गर्नलाई हामी तयार भएर बसिरहेको। बिचरा गाह्रो पऱ्यो त। एउटा बोट त गएछ साथीहरू, एउटा बोट चाहिँ गएछ। यो एउटा बोट गएपछि यति चित्त दुख्छ होइन। हामीले यसलाई कति मिहिनेत गरेका थियौँ। यसको चाहिँ के कारणले गयो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ जरामा पहिरो गएछ। पहिरो गएर यो जरा सुधा गएछ। फेरि हामीले यता सार दिएको थियौँ तर यो सरेन, यो गयो। यो 1 बोट जानु भनेको हाम्रो लागि धेरै क्षतिको कुरा हो। भनेको हामी कृषकहरूलाई यो 1 बोट कागती जुन मर्छ नि, हाम्रो लागि चाहिँ एकदमै चित्त दुखाइ हुन्छ। किन भन्दा हाम्रो मेहनत छ नि त त्यसमा, त्यो मेहनत चाहिँ खेर गयो। त्यो कारणले गर्दाखेरि एकदमै हामीलाई दुःख लाग्छ। अब यस्तो ठाउँ छ होइन, यसरी सङ्घर्ष गरेर हामीले यो ठाउँमा चाहिँ उत्पादन गरिरहेका छौँ। पुरै अर्ग्यानिक हुन्छ। गाह्रो छ। यहाँ त वन कुखुरो पनि हुन्छ, वन कुखुरो हुन्छ होइन। के यो चराचुरुङ्गीहरू हुन्छ यहाँ वन कुखुरोको। अस्ति चाहिँ एक टाका होइन हामीले वन कुखुरोको अन्डै पाएको थियौँ।
यत्रो यत्रो थियो अन्डा, बनकुखुरोको अन्डा 5-6वटा थियो। यहीँनिर थियो, यो बोटनिरै थियो। यो बोट जहाँ यो बोट चाहिँ रोप्न लाग्थ्यो यही खालकोमा थियो। बनकुखुराले अन्डा पारेर चल्ला काट्नलाई रेडी बनाइरहेको रहेछ। तर हामीले त्यसलाई केही गरेनौँ। चल्ला काटिसके पछाडि हामीले छोडिदियौँ अनि ऊ आफ्नै ठाउँमा गयो। त्यसपछि त्यो ठाउँमा चाहिँ हामीले चाहिँ कागतीको बोट रोपिदिएका थियौँ। तर दुःख लाग्दो कुरो अब बनकुखुरोले त्यो ठाउँमा गुड बनाइरहेको थियो, उनको घर चाहिँ बिगारेर हामीले कागती रोपिदिएका थियौँ। तर केही छैन, किन भन्दा त्यो कागतीको बोटमा फेरि एकपटक गुड बारेर गुड बनाएर फेरि त्यही बसे पनि यिनीहरूलाई शीतल हुन्छ नि त, त्यही भएर राखिदिएको कि। यस्तो गाह्रो छ। टन्नै छ हाम्रो कागतीको बोट, लगभग हाम्रो 3000 सानसुन कागतीको बोट हामीले रोपेका छौँ। 20 रोपनी जग्गामा हामीले यो भनौँ न वृक्षारोपण जस्तै भनौँ न। अब यो कागतीले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको कागती रोपेपछि यहाँ हरियाली पनि हुन्छ, कागती नि फल्छ, अनि स्याहार सुसार पनि हुन्छ, कृषकले काम पनि पाउँछ, घाँस पनि हुन्छ होइन। त्यो घाँस काटिसके पछाडि पनि धेरै राम्रो हुन्छ नि त। त्यो कारणले गर्दाखेरि हामीले यो कागती रोपिदिएको हामीलाई फाइदा पनि छ। किन भन्दाखेरि अब यो कागती भएपछि हामी यहाँ आउँछौँ नि त, कागतीको बोट हेर्न आउँछौँ, गोडमेल गर्नलाई आउँछौँ होइन। यो ठाउँ भिजिट गरेको जस्तो पनि हुन्छ। हामी यहाँ आउँछौँ, हेर्छौँ कागतीको बोटलाई, गोडमेल गरेका हुन्छौँ, घाँस निकालेका हुन्छौँ, अनि एक्सर्साइज पनि भयो। अनि अर्को एक्सर्साइज भन्दा पनि माइन्ड फ्रेस हुन्छ यहाँ आइसके पछाडि चाहिँ। र एउटा कुरो चाहिँ के छ भने पानीको समस्या छ यहाँ चाहिँ। पानीको चाहिँ अलिकति समस्या छ, किन भन्दाखेरि यो हाइटमा भएको भएर पानी यहाँ चाहिँ पानी खन्दाखेरि आउँदैन। पानी चाहिँ यहाँ रोसीको पानी युज गर्छ, रोसी खोलाबाट पानी चाहिँ सप्लायर हुँदो रहेछ। अनि केही छैन, हामीले ट्याङ्की बनाएको छौँ, त्यो ट्याङ्कीमा चाहिँ रोसी खोलाबाट आएको पानीहरू जम्मा गर्छौँ। अनि त्यही पानी चाहिँ यो बोट बिरुवालाई हामीले चाहिँ सप्लायर गर्ने गरेका छौँ। अहिले ठिकै छ, यतिको राम्रो छ। अब कागती पनि फर्स्ट आएकै छ, नराम्रो भन्न नि मिल्दैन। अब यहाँ हामीले लगाएको भनेको चाहिँ अब त्यही विशेष गरी हामीले चाहिँ यो कागतीलाई फोकस हो। कागती कस्तो फल्छ त्यस पछाडि सुन्तलालाई पनि प्राथमिकता दिने भन्ने हाम्रो कुरा छ। सुन्तला पनि रोप्ने, अब यो सालदेखि सुन्तला पनि रोप्ने कुरा गरिरहेका छौँ। अब यस्तै हो, हामी माथि अझ जाँदैछौँ, माथि हाइट छ, गाह्रो भइसक्यो। तर घामले चाहिँ लास्टै पोल्ने रहेछ क्या। उहाँहरू चाहिँ खाँदै हुनुहुन्छ, के भन्छ त्यसलाई, औँसेलु खाँदै हुनुहुन्छ, काफल पनि खाँदै हुनुहुन्छ। हेर्नुहोस् गाह्रो छ त। अब हामीले राम्रो गरिरहेका छौँ। यसलाई के भन्छ अरे, यसलाई यो के अरे, यो यसको नाम किम्बु। यस्तो दामी छ किम्बु, मुखे रातो भइसक्यो, टन्नै फलेको छ। हो र लो मारिको नि हो त, त्यो जालो रहेछ होइन। जालो त होइन, जालो होइन, भयो भने थाहा भइहाल्छ, देखिन्छ नि। पुरै चाची खाइदिएको हो मैले। यो हुन त यो अर्ग्यानिक होइन, किरा भयो भने केही फरक पर्दैन, अर्ग्यानिक नै हुन्छ कि। त्यसले क्यान्सर निको हुन्छ। तपाईँहरू पनि के किवी खायो हुन्छ, के अरे किवी रे, किम्बु किरा भयो नि हामीले खाइदिने, किरालाई पनि खाइदिने। किराले त्यसलाई खानुहुन्छ, त्यसलाई हामीले खानु हुँदैन। किराले फल खानुहुन्छ, त्यो फल खाएको किरालाई हामीले खाँदा के हुन्छ, केही नि हुँदैन, खाइदिने हो। म त च्याप्पोसँग नै खप्प खाइदिने हो। बिमिरो फुलेछ। अब तिहारलाई बिमिरो चाहिन्छ भने यहाँ आउँदा हुन्छ। त्यो फलिसकेको चाहिँ टन्नै छ। अहिलेदेखि नै बुकिङ खुल्ला छ है। तिहारसम्ममा यो एकदम ठुलो हुन्छ, यत्रो हुन्छ बिमिरो। तर यो सानो यत्रो बिमिरो होइन, पुरा 1 केजीको बिमिरो हुन्छ। हामी चाहिँ पल्लो डाँडा जाँदैछौँ। अब ओर्लिन चाहिँ गाह्रो हुन्छ क्या, फेरि डाँडो चढेपछि झर्नलाई चाहिँ गाह्रो छ। के भन्दाखेरि यो उसको ऊ छ नि त, यहाँ झार छ नि त, अनि त्यो के अरे यो सल्लाहको झार झरिरहेको हुन्छ। त्यसमा टेक्दाखेरि चाहिँ एकैचोटि स्केटिङ खेले जस्तै हुन्छ। जहाँबाट आएको हो त्यही ठाउँमा पुग्छ। स्केटिङ खेले जस्तो, हिउँमा स्केटिङ खेले जस्तै हुन्छ। सुर्र
फर्र चिप्लेपछि पुग्यो एकैचोटि तल आइपुग्छन् होइन तर त्यो गर्न चाहिँ हामी चाहन्नौँ किनभने हामी हिँड्न सिक्नुपर्छ उक्लिन मात्रै जानेर भएन ओर्लिन पनि जान्नुपर्छ कान्छा दाइको घरमा जाँदैछौँ यो गाउँमा हामी चाहिँ धेरै दाप्चा बजारबाट 3.5 किलोमिटर माथि उचाइमा आयो पुरै पसिना पसिना भयो ओ दाइ नमस्कार के छ आरामै हुनुहुन्छ ल अनि खानपिन भयो नि ल हजुर ल ठिक छ हजुर छैन अब एकछिनमा हजुर ल अब यहाँ चाहिँ हाम्रो बजु हुनुहुन्छ एकदम दामी हुनुहुन्छ बजु चाहिँ अब बजु धेरै बिमारी भइसक्नुभयो उहाँले अलि राम्रोसँग पुरा गर्न सक्नुहुन्न बजु चाहिँ अब यस्तो छ बजु बजु के छ सन्चै हुनुहुन्छ मेरो बजुले लगभग 91-92 वर्ष हुनुभयो होला होइन कि मैले बढी बोलेँ कति वर्ष हुनुभयो बजु बजु 100 ठ्याक्कै 100 है एकदम अझ पनि दाउरा बोक्नुहुन्छ काम गर्नुहुन्छ उहाँ यति दामी हुनुहुन्छ होइन के छ भाउजू सन्चै हुनुहुन्छ अनि नयाँ वर्ष कस्तो भयो त यो चाहिँ हाम्रो भाउजू है गाउँतिरको भाउजू हुनुहुन्छ उहाँकै आमा हो 100 वर्षको 100 वर्ष हुनु पऱ्यो आमा चाहिँ उहाँको आमा हो मेरो बजू अब यो त चाहिँ हाम्रो कान्छा दाइ आजको कुक मास्टर उहाँले हुनुहुन्छ कुकिङ गर्दै हुनुहुन्छ दामी कुकिङ गर्नुहुन्छ नि फेरि उहाँले त दामी आज पुरै कुकिङ आज उहाँ त 5 स्टार होटेलमा पहिला कुक गर्नुहुन्थ्यो नि त ल अब हामी चाहिँ अब यहाँ धन्य आफ्नै बारीमा आफ्नै करेसामा त्यही मान्छेले एउटै अर्ग्यानिक हो नि यो त फेरि हामी चाहिँ खाजा खानु लाग्यो दामी छ खाजा ल हजुर हजुर भन्नु त ए के हो त्यो 8848 हो रसलान हो ल ल कोही मुस्ताङ खाने कोही रसलान खाने कोही डबल ब्ल्याक खाने रे के हो यो डबल ब्ल्याक भने ए दुईटा कालो रे ल